अघि मैले लगइन गर्नलाई केही स्टेप भनेर भनेको थिएँ। अब लगइनबाट अब अरू पिएसओ कसरी चलाउने त नि लगइन गरिसकेपछि भन्ने कुरो म यो भिडियोमा भन्ने छु। ल यसमा डेमो एडमिन 026 छ। अब पिएसओ बिलिङ, अब पिएसओ बिलिङ भनेको काउन्टर बिलिङ गर्न चाहनुहुन्छ। जस्तै डिपार्टमेन्ट स्टोर भयो, फेसन स्टोर भयो, डिपार्टमेन्ट स्टोर, रिटेल सपहरूमा को लागि हो है। अब मैले यहाँ पिएसओ बिलिङ गरेपछि तपाईँलाई यस्तो स्क्रिन आउँछ। यो स्क्रिनमा तपाईँले सेल्स टाइप क्यास सेल्स सिलेक्ट गर्ने हो, ब्रान्च चाहिँ सिलेक्ट गर्ने हो, वेयरहाउस सिलेक्ट गर्ने हो र अनि डिपार्टमेन्ट सिलेक्ट गर्ने हो। त्यस पछाडि बाई डिफल्ट तपाईँको कस्टमर काउन्टर सेल्स रेगुलर सेल्स भएको हुनाले काउन्टर सेल्स गर्ने हो। यदि तपाईँसँग यहाँ सर्च की या बार कोड युज गर्नुहुन्छ भने, सपोज यहाँ म यहाँ की युज गरिरहेको छु, किबोर्डबाट चलाइरहेको छु। तपाईँले केक युज गरेपछि तपाईँको केक कति थरीका हुन्छन्, विभिन्न थरीका हुन्छन्। त्यो पहिलो केक चाहिँ सिलेक्ट गर्नुभयो, क्वान्टिटी आयो। अनि अर्को केक हामीसँग छैन, अब अर्को आइटम सिलेक्ट गर्नु पऱ्यो। चिकन फ्राई राइस, चिकन फ्राई राइसमा चाहिँ हो या चिकन मोमो। तपाईँले यहाँ स्क्रोल गर्न नि बारकोड छ भने बारकोड युज गर्न सक्नुभयो। यहाँ सिलेक्ट गर्नुभयो चिकन मोमो। अब क्वान्टिटी, अब मिनिमम क्वान्टिटी चेन्ज गर्न चाहनुहुन्छ। अब सपोज अहिले यहाँ चाहिँ 8वटा थियो भने अब तपाईँले 2टा मात्रै बेच्ने हो भने यसले आउँछ। यो स्क्रिन अलिकति ठुलो चाहिने स्क्रिन हुनुपर्ने हुन्छ। इसलिए तपाईँले यसलाई चाहिँ क्ल्याप्स गर्नु होला। क्ल्याप्स गरेपछि बाई डिफल्ट तपाईँलाई पेमेन्ट मोड कस्तो छ त नि भनेर चाहिँ सोध्छ। पेमेन्ट मोड क्यासमा भयो भने तपाईँले कति क्यास रिसिभ गर्नुभयो। सपोज 1073 रुपियाँको लागि कति रुपियाँ आयो त नि भन्दाखेरि 1500 रुपियाँ आयो भने 1500 रुपियाँ हुन्छ। अनि पे नाउ गर्ने हो। उदाहरणको लागि खल्ती सेवाबाट ट्रान्सफर गर्छ भने खल्ती उसमा ट्रान्जेक्सन आइडी चाहिन्छ। अब यो तपाईँले ट्रान्जेक्सन आइडी लिनुपर्ने हुन्छ। अहिले मैले चाहिँ क्यासबाट मात्रै गरेँ, 1000 रुपियाँ पे नाउ गरेँ। यो तपाईँको चाहिँ बिल आयो। अब यो बिललाई चाहिँ तपाईँले प्रिन्ट गरेर कस्टमरलाई दिन सक्नुहुन्छ। यो प्रिन्ट बटन दबाएपछि यसलाई चाहिँ तपाईँसँग इन्स्टल गरेको प्रिन्टरको आधारमा यहाँ डिजाइन भनेर अटोमेटिकली आउँछ। अहिले मैले हामीसँग प्रिन्टर आवश्यकता नपऱ्यो भनेर क्यान्सल गरेँ। धन्यवाद यो भर्जन युज गर्नको लागि। अब फेरि चाहिँ पिएसओ बिलिङ कसरी गर्ने भन्ने कुरा चाहिँ तपाईँले चाहिँ यहाँ ब्याक बटन नदबाइकन यहाँ पिएसओ बिलिङमा जानुहोस्। यसबाट नयाँ स्क्रिन आउँछ, त्यहाँबाट गर्नु सक्नुहुन्छ।